गाइस वेलकम टु माई मिनी ब्लग। आज म तपाईँलाई के देखाउन चाहन्छु भने चाहिँ मैले चाहिँ अनलाइनबाट चाहिँ सिड मगाएको छु। त्यो सिड चाहिँ कस्तो हुन्छ, कतिको राम्रो हुनेछ, कसरी रोप्नु पर्ने छ, म तपाईँलाई त्यो देखाउनेवाला छु आजको ब्लगमा। तपाईँले यो देख्न सक्नुहुनेछ, यो चाहिँ सिड, यो चाहिँ म तपाईँलाई रोपेर देखाउनेवाला छु। यो चाहिँ मैले अनलाइन मगाएको सिड। यो चाहिँ डल्लै रोप्ने चाहिँ छैन, म आधी रोप्नेवाला छु र यसको साथमा चाहिँ मलाई मल पनि आएको छ। मल चाहिँ तर अहिले हाम्रोमै छ, त्यही कारण यो चाहिँ म खोल्दिनँ। सिड मात्रै खोलेर चाहिँ आधा खोल्छु, आधा चाहिँ रोप्नेवाला छु। किनभने डल्लै रोप्यो भने कोही पलाउँछ, कोही पलाउँदैन, त्यही कारण म आधी चाहिँ ट्राई गर्नेवाला छु आज। तपाईँलाई चाहिँ म रोपेर देखाउँछु कसरी रोप्नुपर्ने भनेर। अहिले पानीको सिजन छ, त्यही कारण बाहिर छर्यो भने राम्रो हुँदैन, पटमा पनि हामीले छर्यो भने चाहिँ राम्रो हुँदैन। त्यही कारणले चाहिँ म अलिकति डिस्टेन्स मेन्टेन गरेर चाहिँ अलिअलि गरेर चाहिँ रोप्नेवाला छु। त्यही कारण चाहिँ बेसी छरेर रोप्यो भने चाहिँ यसमा राम्रो हुँदैन नि त, त्यही कारण चाहिँ कम्ती कम्ती पारेर रोप्यो भने चाहिँ पलायो भने चाहिँ मजाले पलाउँछ र यसको ग्रोथ पनि मजाले हुन्छ नि। छर्यो भने चाहिँ राम्रोसँगले आउँदैन, त्यही कारण चाहिँ म यसरी गाडेर रोप्दैछु। तपाईँहरूले नि यसरी घरमा यसरी रोप्नु सक्नुहुन्छ, किनभने चाहिँ बाहिर रोप्दा चाहिँ रेनी सिजनले गर्दा चाहिँ बेसी प्रब्लम हुन्छ नि त। त्यही कारण चाहिँ यसरी रोप्नुहोस्। तपाईँहरू लास्टसम्म मेरो भिडियो हेरेर इन्जोय गरिदिनुहुन्छ भने म आशा राख्दछु। थ्याङ्क्स फर वाचिङ।